हाम्रो सनबहादुर बुचा अङ्कलले चाहिँ नै एउटा जनश्रमदानवाला कार्यक्रम गरिरहनु भएको छ। आज चाहिँ म त्यो कार्यक्रममा चाहिँ सहभागी भएको छु। खेल्न जाँदै थिएँ, अङ्कलले यतिकन सकेर जानुपर्छ बेटा भन्नुभयो। हुन्छ नि त काका भने। अङ्कलजी, यो तपाईँको अभियान चाहिँ भइसक्यो आज लगभग 4-5 दिन होइन? तपाईँसँग जोडिन पाउँदा मलाई खुसी लागिरहेछ। यो चाहिँ नि हाम्रो रेसुङ्गा नगरपालिका 11 को चाहिँ श्रम पिता हजुर नै हो कि जस्तो लाग्न लागिसक्यो है मलाई त। युवाहरूलाई जम्मा गरिरहनु भएको छ, काम गरिरहनु भएको छ है। बिहानको समयमा मर्निङ वकलाई चाहिँ सदुपयोग गरिरहनु भएको छ। के लागिरहेछ भन्नुहोस् त? खासमा मेरो दैनिक चाहिँ हुने मर्निङ वाकलाई चाहिँ मैले मर्निङ वकमा परिणत गर्नुपर्छ भनेर हजुर यो रेन नम्बर 11 भित्र पर्ने जति यो मुख्य सडक छ हजुर यसलाई सफा र तन्दुरुस्त राख्नुपर्छ भन्ने हजुर लागेर म चाहिँ लागिरहेको छु। हजुर सँगसँगै बिस्तारै बिस्तारै युवाहरू साथीहरू हजुर अन्य चाहिँ गाउँवासी हजुर गाउँलेहरू पनि जोडिँदै हुनुहुन्छ। हजुर मलाई विश्वास छ हजुर सबैको चाहिँ नि भावना यसरी जोडियो भनेदेखि हामीले सुन्दर गाउँ निर्माण गर्न चाहिँ हामी चाहिँ सफल अवश्य पनि हजुर जतिको व्यक्ति भइसकेपछि हजुर जतिका मान्छेहरू। यसै गर्दा यो बाटो मात्रै होइन, हजुर स्कुल, मन्दिर, हजुर चौतारो, पन्देरा यो सार्वजनिक स्थललाई चाहिँ यसरी नै हामीले चाहिँ मेन्टेन गर्नुपर्छ र अझै राम्रो गर्नुपर्छ। र यो बाटोलाई सरसफाइ मात्रै होइन, र बिरुवा रोपेर अथवा चाहिँ फलफुलको बिरुवा रोपेर अझ सुन्दर बनाउनु पर्छ भन्ने मलाई लागिरहेको छ। अब कतिसम्म सफल भन्छ हेर्दै जाउँ। ठिक छ, अब एकछिन काम गरौँ है त, म पनि काम गर्छु। आज खेल्न जान पर्यो भनेको काकाले फेरि गर्नु। अब अर्जेन्टिनाको गेम थियो केप भर्डेसँग 3-2 ले चाहिने दाँत र पसिना निकालेर हामीले चाहिने अर्जेन्टिनाले जितेको छ। हामीले र पनि फेरि हामी फेरि अब फेरि खेल्न गेम पनि खेल्छौँ, हामी गेम पनि खेल्ने अहिले। गेम पनि खेल्छौँ। यो बाटो सफा गर्छौँ ल यता बस्छ। भेरी गुड। यसरी चाहिँ साथीहरू युवाहरू यो नागरिक दायित्व पुरा गर्नुपर्छ र यसमा सबै चाहिँ लाग्नुपर्छ भन्ने मेरो मान्यता हो। हजुर, तपाईँको मान्यता एकदम राम्रो छ। र गोविन्द पनि एउटा सामाजिक व्यक्तित्व भएको हुँदा हजुर आजबाट चाहिँ तिमी पनि यसरी जोडिएको हो भन्ने कुरामा म चाहिँ एकदम है। हजुर, तपाईँ हामीले चाहिँ के त गाउँ समाज बनाउनु पर्छ एकदम। खासमा अरूभन्दा यो हामीले गर्न सक्ने काम भयो कि हजुर, लिएर लडिन्छ कि भनेर पनि हो। यो बर्खाको बेला ट्र्याक्टर फेरि यहाँनिर ऊ भइरहन्छ।